बनाउनु पर्छ ऱ्यापर्स बन हेर्दा फोटो क्लिक हुन्छ एउटा वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि यो समीर भाइले चाहिँ आउँछु भने दाइ म ऱ्याप हान्न सिक्छु भने ऱ्याप हान्ने ट्राई गरेर आएको छु। फेरि हाम्रो ऱ्याप त्यस्तो होइन, ऱ्याप मेरो ऱ्याप त फेरि थाहै छ केटाहरूलाई, मेरो साथीहरूलाई हावा ऱ्याप छ होइन, पहिल्यैदेखि नै हावा हावा टाइपको ऱ्याप छ होइन। जस अब भाइ समीर भाइले ऱ्याप हान्छु भने अब त्यसलाई हान्यो भने त्यसलाई मस्तसँग बबालसँग एडिट गरिदिएर पोस्ट गरिदिन्छु। जोस राम्रो होस् किन राम्रो होस्, तर त्यसले हान्यो भने कस्तो हान्छु पो है। अहिले समीर भाइ आउँछ, ऱ्याप देखाइदिन्छु तपाईँहरूलाई म अहिले। आइसक्यो होइन, मलाई अघि नै भनेको थिएँ भाइले ऱ्याप हान्छ आज। यसो जो एउटा ऱ्याप सुनौँ न त भाइको कस्तो छ होला, नै राम्रो होस् कि त्यो फरक पर्दैन है। जस कम्पिटेन्ट आफ्नो कम्पिटेन्स छ, त्यो कम्पिटेन्स छ ल त ऱ्याप हान्दैछ ल है, हान्छस् नि ल। राको खुच्चियो त्यो कसलाई थर्काउँ कि जाटा ढिलालाई सबैलाई पठाउँ यो मुजी गुवाम मैले अम्मै अति गयो रियलमा हानेर तर्काउँ बाप बुढीमा छिछि खाना नै खाना स्यामुजी भैँसिएर राँगा बाद गेडा राँगा तानेर हानेर भन्छ अझै मुजी बिफो सामान र धुलो हानेर ठिस भुदाइले फुल नेपाली बिर्सेदाइले नेपाली हानेर अरू बिर्सिहाल्यो। टाइम आए जस्तो छ ब्रो, हामी जस्तो बिर्सिने दायाँ बायाँ छ्याएको पुरानो मेरो लुगा तर नयाँ नयाँ ब्रो। हामीले खाइसक्यो सिनभित्र इन्टरभ्यूमा बहुत गल्ती पिनपा वडा नम्बर 2 जातले मरा बैतडीको बाघुला रिस उल्छ तेरा दुमदेखि दार्जिलिङको सुइड हामीले वेस्ट साइडको हिपहपलाई लगाइरहेको छु बुइ। म यो गर्ने ऱ्यापर्स फालाफाल नेपालमा पैसा आयो अरे सोही मालामाल, तर म गर्दैन कसैको जब बस्दैन तलबमा किनकि फिल्म म्युजिक दिने सार्वजनिक कलाकार म त खबरदार जस्तो मेरो हरेक बार कस्तो स्किल्सको नाममा नबुझिने ऱ्याप गर्छ जा गर्दैन खर्च त माथि मेरो शब्द हाम्रो डिस खान पनि मुझे लेभल हुनुपर्छ, खाना पनि लेभल हुनुपर्छ, पर्चकलमा स्टेबल हुनुपर्छ, काम गर्ने बेला राजामा लेभल हुनुपर्छ, ऱ्यापर्स गर्न फरक खालको टेबल हुनुपर्छ कि ऱ्यापर बन्न मेरो पेन पेपर हुनुपर्छ लाटा मुखमा पेन दिएर रियल ग्याङ्स्टर पाइप सबै केटाहरू सिक बब दबाई तैँले देखेछ भाइ हाम्रो क्रेजी साइड ब्रेक कार्क्यु भन्दा सेक्सी लाग्छ ऱ्याप भन्दा माइक धेरै समयपछि बल्ल बल्ल पाएँ म गाज सडकमा हिँड्ने केटा पारा दिन्छ सोमा सबै अपोनेन्टहरू मेरो गीत सुनेर कोमा पुगे ऱ्यापर्स भएका मन छुयो होइन, भाइको ऱ्यापले मन छुयो होइन। कसम बबाल नन स्टप हालेर थियो, बबाल थियो ऱ्याप होइन, बहुत दामी छ ऱ्याप चाहिँ होइन। एबी द गोड तँलाई अब तँले यो अर्काको भन्दा नि आफ्नै गर्नुपर्छ, नत्र कपिराइट लाग्छ है बाबु। गाइस फेरि हामी फेरि खतरा सिटीमा ब्रान्डेड यो रहेछ कि यो रहेछ यहाँ रहेछ लगाइदिनु। मोबाइल छ होइन, हेलो गाइस बजारमा आइसक्रिम खाने तर लाज लाग्छ यार। हेर्नु न आइसक्रिम यस्तरी चाँड्या छ हिँडेको छ होइन, लाज तर नै मलाई लाग्छ अरूलाई मलाई लाग्दैन। म अलि लाज हल्का लाज लाग्ने हुन्छ त्यस्तो त हुन्न त। चाट्नुपर्छ क्या यस्तो खाइसिद्धाले कति झुरो खान्छ अनि आफूले लाज मान्छ बजारभरि नभन्दाखेरि मलाई चुस्ने त दामी लाग्छ क्या आइसक्रिम तर बहुत चुस्नु त मजा आउँछ क्या यार। तुथु होइन पुरानो दिनहरूको तुथु खाँदै गाइस अनि आमाले मैले पुरानो यादहरू यस्तो पुरानो हामी तुथुकै रुखमा हिँड्नुमा आज बोले जाङ्गन मऱ्यो खानुभयो जाङ्गन मऱ्यो के भयो यी गाई छैन। मिठो खा ल गाई छैन तुतु हात। हेलो गाइज हामी त तुतु खाएर होइन गाइजहरू तुतु कोही मान्छे छैन आमा यस्तो बवाल फलाएको छ कि माथि चाहिँ त्यो हाङ्गै आएर
खाइदिन्छ मामीहरू हेर्नुहोस् है हामी चाहिँ होइन तुतु खाएर हेर्नु पुरा मेमोरिज बनाइदिएको छौँ क्या हामीले चलो हामी चाहिँ अब तल माछा मार्न जान लाग्यो होइन झुसाक्ने केटाहरूले केटा भन्दा नि हामी चिने छैनौँ तर यो त हाम्रो एरिया हो होइन हाम्रो खोला हो हाम्रो यो खोलामा हाम्रो याद छ क्या पुरै हामी पुरै याद मनाउने मनदेखि मुटु साटेको छ यो खोलामा हाम्रो त्यहाँदेखि हामी चाहिँ खोला आइसक्यौँ होइन अनि दाले चाहिँ हत्केला मेरो केटा र साथी चाहिँ हत्केला खेल्दैछ अनि चाहिँ त्यही हो हामी त्यति लागेको थियो पुरानो जस एउटा पुरानो दिनहरू जस्तै हामी रमाइलो गर्ने अब मानिस जति ठुलो गयो नि बानी बेगर होइन हामीहरूको उस्तै छ क्या अब हामी अब 17-18 क्रस हुन लाग्यौँ होइन 18 क्रस हुन्छ मनामा अब आउने होइन तर बानी बेगर उस्तै हो क्या मान्छेको यो मलाई के हो मेरो बानी उयो पहिलेको जति ठुलो भयो मेरो बानी त पहिलेकै छ क्या गाई चाहिँ होइन नमस्कार ढोकर कता हो तपाईँ कता हो कसको उहाँ घर बनाउन आउनु भयो कता बनाउनु आउनु भयो ए तपाईँको खबर ठिक छ अरू हामी त यतै माछा मर्न आएको माछा एउटा लाग्ने रहेछ आज भोलि रहन्छ माछा यो चाहिँ हाम्रो खोला हो हामीले जुवाली बुझ्न आउँथ्यौँ आज यस्तो हामी फेरि यो खोला हेर्न आएको कि हाम्रो यादभरि फेरि बचपन हुन्छ त हाम्रो पहिलाको यादभरि फेरि खोलैमै जिन्दगी गएको छ हो क्या स्कुलदेखि भागेर आउने खोला अनि जहिले खोलै हुन्थ्यौँ हामी पढाइ जस्तो होइन त्यही भएर हामी यस्तो खोलातिर आएको आज माछा मार्न आएको माछा हत्केला नलागेर अब फेरि ज्वारी सरी ल्याएन हाम्रो हत्केलाकै हत्केला अनि त्यही भएर आज यति हो गाई छोटो मिठो ब्लग हेरिदिनु होला त्यस्तो सपोर्ट गर्नु होला त्यही हो हामी त्यही भन्छौँ अब हाम्रो ब्लग यस्तै हो फेरि यस्तै हो सबैलाई अनुरोध गर्दैछु त्यही हो गाइज होइन अब सपोर्ट गर्नु होला त्यही भन्छु म त अब तपाईँको इच्छा हो त्यही पनि गर्नु होला दिनका 1 सब्सक्राइब बढ्यो भने महिनामा 30 पुग्छ सधैँ यसरी नै भलक आइराख्छ सबैले सपोर्ट गरिदिनु होला हाम्रो